भाइ भाइ के गरेर नाम तिम्रो ओहो ले काट्ने होइन के बातमा भने जोड्नु Aku tuh ngeliat, beli nama luas pesan sih, asal jadi. Ila balik kucing aku.
बल्ल पायो आफ्नो घरको होल फ्यामिली जस्तै मानेर आजको दिनलाई मात्र होइन सधैँभरि हाम्रो मौलिक र मौलालाई बचाउनु पर्छ भन्ने सिद्धान्त यो हाम्रो धर्म कर्म पुर्खैदेखिको हो। यो संरचना संस्कार र सिद्धि शुद्ध हाम्रो पूजा आजा हेलो र अहिले हामी यसरी हिँड्दाखेरि केही भयो तलमाथि भयो भने मेरो शिरमा पर्छ मलाई अप्ठ्यारो हुन्छ भनेर मैले एकचोटि भगवानसित शरण परेर अगाडि जाम भनेर यसो जम्मा हुनुहोस् भनेको। अहिले कसैको ग्रह दशा कसैको जुठो काठो भयो भने देवी देवताले माफ दिँदैन। माताहरूले माग्ने हो तपाईँहरू पनि सहभागी हुनिदिनुहोस् किनभने भगवान सबैलाई चाहिएको छ मलाई मात्र होइन। तर मानेको छैन जानेको छैन बुझेको छैन बुझेर पनि बुझ पचाएको छ। धेरै हाम्रो धरतीमा एकदम भरममा सबै मान्छे भरममा भगवान कहाँ छ को हो भगवान। यही घमण्डले गर्दा धेरै दुःख पाइसकेको छ। हिजोका सृष्टिमा जुन सत्यता थियो त्यो सत्यताले गर्दा आज यतिसम्म धानेको थियो। अझै पनि हाम्रो सधैँभरि धान्ने नै यो विचार हो यो अभियान हो। धरती माता परमात्मा सिद्ध महाकाली भैरव मैले भनिसकेको छु। दिनको राम्रो सेतो गरिदिने पनि उहाँ भैरव र रातको पनि राम्रो गरिदिने उहाँ। हामीलाई सधैँभरि सूर्य उज्यालो जस्तै हो रात पनि दिन पनि। तर आज भैरवमा 9 ग्रह शान्तिको लागि 27 ग्रह खाने भगवान भनेको जति पनि छ नाम उहाँको नाम लिएर नै सकिन्न। हाम्रो काली गण्डकी हुन्छ विश्वकर्मा हुन्छ भद्रकाली महाकाली यो संसारिक सम्पूर्ण नाम लिएर सकिन्न। त्यही भएर मैले एक मुष्टमा समयलाई बचकार दिन्छु अनि अगाडि लाग्ने भोलि बिहान केही भयो भने कसको माध्यमबाट यो घटना भयो कसले गर्दा होइन र किन रोकेन। त्यही भएर तपाईँले यसलाई सिरियस लिएर यसो सहभागी भइदिनु र ल दिदी तिमीले यहाँ यो जल सबैलाई छ्यापिदिनु किनभने भगवानसित शरण पर्नु जति ठुलो केही पनि छैन हामीलाई। अनि म सरस्वती भगवान परमात्मा आफ्नो कुलपितृ सम्पूर्णको कुलपितृलाई यसो सम्झेर अब हामी हिँड्ने भनेर मैले अब अहिले सबैलाई जलपानी छ्याप्ने अनि यो लावाले सबैको शिरमा छ्यापिदिनु किनभने भगवान उता 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 मैले यता छ्यापिसकेँ। भगवान सबै हुन् म होइन भगवान फेरि तपाईँहरू सबै तर मैले सिकाएको देखाएको मात्र। ओम 2082 सालको वैशाख हाम्रो महाकाल भैरव संसारिकको सबभन्दा ठुलो विश्वकै शुद्ध गर्ने पनि उहाँ नै हो। युद्ध गर्ने पनि उहाँ नै हो जित्ने पनि उहाँ नै हो हार्ने पनि उहाँ नै हो। किनभने सत्ययुगकोमा भगवान दैत्यहरूसित अमृत खुवाएको बेलामा पनि उहाँले कसरी गर्नुभएको थियो त्यो युद्ध तपाईँलाई सबैले सुन्नु भएको छ। उहाँको लागि आज 9 ग्रह शान्ति सबभन्दा पहिला मेरो आशीर्वाद जो आउनु भएको छ जोको बाधा अर्चन छ जोले दुःख पाउनु भएको छ जोलाई चिन्ता छ जोलाई खुसी छ जे जस्तो भए पनि एउटा समस्या सबैलाई हुन्छ त्यो समस्याको समाधान हुने भनेर मैले विशेष यो मेरो मात्र होइन सम्पूर्ण जो आउनु भएको छ सबैकै हो। नआएर यो कुरा सही हो भनेको पनि हो होइन यो नाटक हो भन्नेको फेरि उहाँले आफैले परीक्षा लिनुहुन्छ हामीले लिन पर्दैन। तर मैले भन्न खोजेको वास्तविक सत्य यही हो सत्य चिनाउन मात्र गरेको हो र सम्पूर्णको शान्ति होस् भनेर मैले यहाँ हँस्या हाम्रो शत्रु जसरी हामीलाई दैत्य राक्षस पछि पछि हिँडेको छ ग्रह लागेको छ त्यो सबै काटिनेछ भनेर मैले हँस्या राखिदिएको छु कालो कपडा राखिदिएको छु सबै सौभाग्य। र आजको विशेष मेन के हो त यो पूजा के हो यो खास हामी मासु मात्र खान रमाइलो मात्र हो कि
सबैलाई जिज्ञासा छ नि, कतिपयले जानेको होला, हामी माताहरूले जानिसक्यौँ, नजान्दा त जिज्ञासा हुन्छ नि। यो जिज्ञासाको पनि म सिद्धान्त के हो भन्दा आजको पूजा भनेको सत्य जुगको सत्यता ढान्ने मौलिक पुर्खाको मौलिक संस्कार संस्कृति हो। यो भनेको कसैले पनि जित्छु भनेर नसोचे हुन्छ, विश्व युद्ध लडे पनि यो भनेको उहाँको सृष्टि है, सृष्टि धरती परमात्मा, हामी धरती र आकाश सृष्टिसित मात्र ढानेको छ, उहाँ बिना हामी अड्डिएको छैन। हामी त 2 दिनको पाहुना हो, खाने लाउने रमाउने। 100 वर्षको आयु, पहिला 350 वर्ष थियो सत्यजुगको आयु मान्छेको, हेर्नुहोस् है। अब मान्छेले नुहाउन छोड्यो, पूजा गर्न छोड्यो, आफ्नो कुलपितृ मान्न छोड्यो, यो गरेर गर्दा गर्दै गर्दा गर्दै विश्वास गर्न छोड्यो। सबै मान्छेले मै हुँ भगवान्, कसले देखाएको छ घमण्ड हो, यही भएर अहिले 40 वर्ष पनि बाँच्न सकेको छैन। हेर्नुहोस् है, आयु सायु छैन, न भगवान्लाई मान्छ न मान्छेलाई मान्छ, आयु कसैको पनि छैन। अब धरतीको मात्र छ जित, उहाँलाई मान्न पर्छ भनेर। र भगवान् को हुन् भन्दाखेरि यही हाम्रो कुलपितृ, सम्पूर्ण जगत यही बोट बिरुवा नै हो, उहाँले नै हो हामीलाई खाना लिन दिएको, लाउन दिएको, बस्ने, हामीले सास फेर्ने, अड्डिने, घर बनाएर बस्ने यही हो होइन, मैले जानेको है। र खास प्रकृति भनेको नै यही हो, र हामी आकृति मात्र, हामी त उहाँलाई सफा गरिदिने, गोडमाल गरिदिने, खाने लाउने घुम्ने रमाउने मात्र आएको हामी त। सुन्नुहोस् है, खास उहाँ नै हो। अब कुलपितृ पनि यसैमा पर्छ है, फेरि औटार, सबैले कसैको केराको औटार लिएर आएका हुन्छन्, पाप गर्नेले दुःख पाएर जुनी फेरेका हुन्छन्, किरा पट्याङ्गर, कोहीले धर्म गरेका यी यस्तै। हामीले धर्म गर्नुहोस् त यस्तै सधैँभरि भगवान्को नाममा जप यस्तै सजिलो हिँड्न पाउँछ। यो कुरा पनि बस तपाईँहरू, यो हामीले धर्म कर्म गऱ्यो भने हामी जिउँदैभर यस्तै सजाएर हिँड्न पाउँछ सजिएर। अब बाँच्दै पनि सजिन पायो, मरेर पनि सजिन पायो, हामी भोकै बस्न पर्दैन। यो सिद्धान्त हो। र अब सरस्वती भगवान्लाई एकचोटि सम्झिन चाहे, श्री स्वस्थानी माँ परमात्मा जगत देवी भगवान् आज सम्पूर्ण भक्तजन, गाउँ छिमेकी सम्पूर्ण मेरो होल फ्यामिली र तपाईँको होल फ्यामिली जस्तै मानेर विश्वासको आधार, विश्वास त मैले 100मा 100 जो आए पनि मैले विश्वास नगर्ने छैन। भगवान् भनेको भगवान् हुन् र तपाईँहरूले पनि गर्नु या नगर्नु, तर मैले विश्वास गरेको भएर तपाईँलाई दिलाइन लाएको हो। र आज सरस्वती देवीको सबभन्दा हामीले जेमा पनि ओम नमः नमः भनेर जप्नु पर्छ, त्यो ओम नलिकन हाम्रो पूजा लाग्दैन। मैले यति मात्र भनेर छोटकारीमा है, सिद्धि चरण सत्य नारायण वासुदेव भगवान भवत सत्य सत्य सृष्टि परमात्माको हातमा दिव्य आज शक्ति सर्वोच्च ब्रह्माण्ड विष्णु महाब्रह्माण्ड कुमारी देवीलाई साची राखे 9 कन्या 3 कन्या सत्य भगवान घाटो सत्य उति बजै साची राखे। ओम जय जय देव देवता मङ्गलै मङ्गल नहोई गर शान्ति सबैको घरमा आशीर्वाद सत्यको जित अवश्य छ बालिका। जय नमः नमः क्रान्तिको बाटो होइन हाम्रो धरती आकाश सृष्टिको देवता परमात्माको भाग्यको व्यथा बुझ्नु छ पुज्नु छ हामी ढोग्नु छ झुक्नु छ महादेवी सरस्वती लक्ष्मी जीवन कल्याणमा सरस्वती संसारी कल्याणमा कल्याणै कल्याणै गर्नेछु भन्दै ओम नमः नमः। जय भैरव की जय भैरव की जय भैरव महाकाली की ओम भगवती माता की ओम सरस्वती देवी की ओम सूर्य नारायण की ओम कल्याणी आमा की ओम देवघाट नवगंगा की
महाज्वाला ओम एम राज जेमराज ओम कुलपितृ सम्पूर्णले आफ्नो भित्रैबाट एकचोटि 1 सेकेन्ड आँखा चिम्लेर मलाई भन्न हुँदैन अरूलाई पनि भन्न हुँदैन म तपाईलाई पूजा गर्न सिकाउँदैछु आफ्नो मनभित्र श्रेयस भएर तपाईहरूले आफ्नो गोत्र र नाम यसो 1 सेकेन्ड आँखा चिम्लेर सम्झिनु तपाईँको के हो भन्ने कुरा उहाँले पत्ता लगाउनुहुन्छ आज तपाईँहरू एकचोटि जाँदैमा पनि तपाईँहरूलाई एकदम राम्रो किनभने मान्छेलाई सेकेन्डमा समस्या सबैलाई छ सेकेन्डको समस्या हल होस् भन्ने मेरो मात्र होइन सबैको हल र भगवान्ले पनि दुःख हुँदैन उहाँलाई बाधा अर्चन भगवान्लाई पनि दुःख हुने छैन हामीले नै उहाँलाई सफल गर्छ भने उहाँले हामीलाई सफल गर्छ हिजो संस्कार संस्कृतिले गर्दाखेरि बचाएको यो जिम्मेवारी थियो भने आज हामीले भुलेको उहाँ भगवान् भुलेको छैन हामी आफै भुलेको छ र हामी आफै टर्पिएको छ हामी आफै रोएको छ हामी आफै काटाकाट मारामार युद्ध भएर नाङ्गै बुङ्गै भएर हिँडेको छ गरिब रोडमा पुगेको छ त्यही भएर त्यो नहोस् भनेर हिजोको सुक्खा पैसाको बजाइहरूले गरेको सृष्टिलाई यदि तपाईँहरूले बिर्सिनुहुन्छ भने त्यो दिन धेरै छैन अब 10 वर्ष पनि लाग्दैन त्यो दिन आउँदैछ त्यो दिन नहोस्को भनेर मैले आज यो गरेको थियो हाम्रो सत्य जुग सुरु भइसक्यो र अब असत्य र हामीले जति पनि हिजोका ओहो भनेर हिँडेका जति पनि अधर्मीहरूले गरे होला धर्मीले गरेन होला त्यो सबै 5 वर्ष पनि छैन उमेर त्यो 5 वर्षमा नष्ट हुनेछ हामी सत्य बोल्नेको मात्र जित छ अवश्य हामी नौवती बाजा 9 अर्थ यो 9 देवीको अर्थन हो 9 देवीको अर्थन 9 दुर्गाको थियो 9 दुर्गाको अर्थन महाकाली भैरवको थियो महाकाली भैरवको ब्रह्माण्डमा थियो ब्रह्माण्डको आफ्नो कुलपितृ देवी देवता दैत देवदेखि हरेक संसारिक थियो हामी किनभने संसारिकमा बसेपछि संसारिक चाहिन्छ हामीलाई भात पकाउन मात्र सुख छैन हामीलाई तरकारी पकाउन त सबै कुरा चाहिन्छ भने हामी जीवित हुँदासम्म हामीलाई संसारिक चाहिन्छ यो जात हुँदैन यो धर्म भन्ने हुँदैन तर पहिला कुरा कुलपितृ र देवी देवता र आफ्नो घर गृहस्थीको आफै भित्र बलियो हुनुपर्छ आफू बलियो भयो भने कसैसित भिख माग्नु पर्दैन पहिला कुरा आफै बल हुनुहोस् पहिला घर गृहस्थीमा के बिग्रेको छ त्यो देवी देवता मान्न नछोड्नु होला त्यो मान्दाखेरि तपाईँहरू सधैँभरि सगरमाथा हिमाल जस्तै शिरमा ढाका टोपी लाएर ढलक्क कोटपाट लाएर करोडपट्टि भएर बस्नेछ आफूले त्यो देवता मान्नुहुन्न विश्वास गर्नुहुन्न भने सधैँभरि अरूसित चत्त र मम भएर मर्ने र बाँच्ने ठेकानै छैन अबको युग भनेको फेरि सुक्कामा आउनेछ अब करोडपट्टि लाखमा झर्नेछ लाखका सयमा हजारमा झर्नेछ हजारमा सयको सुक्कामा यो रियल कुरा हो अब 10 वर्षमा तपाईहरू हामी बाध्दैमा देख्न पाइन्छ अब सरकार पनि कसैले चित्त बुझाउन सक्ने छैन बाढी भनेको यस्तो खतरनाक छ अब सरकार पनि छैन सरकारको पनि यति दुःखमा छ अब सरकार मात्र नै विश्व नै त्यस्तो छ र अब हामी जहाँ जे सुकै भए पनि अमेरिका अस्ट्रेलिया छोराछोरीलाई मात्र पठाउने ठुलो कुरा नसोच्नु होला सबभन्दा हाम्रो घरको कुलदेवी देवतालाई पुज्ने बानी गर्नुहोस् हाम्रो पृथ्वी प्रकट भएको सृष्टि हामीलाई बाबुआमाले जन्म दिएउनु पनि उहाँ नै हो हामीलाई कर्म दिएको पनि उहाँ नै हो हाम्रो बाबुआमा पनि उहाँको रिमोट हामी पनि उहाँको रिमोट धार्मिक संस्कार संस्कृति कला र कलामा इन्द्रेणी फुल जस्तै किन कमलको फुल पानीको टालमा राम्रो हुन्छ त्योभन्दा वरिष्ठ हाम्रो देवीको शक्ति थियो त्यो देवीको शक्तिले गर्दाखेरि आज यो हाम्रो पाल्पा जिल्ला त विश्वकै शुद्धता ठाउँ मात्र पाल्पामा मात्र छ सृष्टि पनि यही छ शक्तिशाली देवी सत्यवती बजे पनि यही छ भैरव महाकाली देवी एउटा संसारिका ढाने पनि यही छ विश्वास गर्नु होला हाम्रो नेपाल भनेको जगत जननी संसारिक सबभन्दा विश्वले हामीलाई कसैले केही गर्न सक्दैन नडराउनु होला हामी सत्य भगवान मानेर हिँड्नु त विश्वले त हामीलाई केही छुन पनि सक्दैन कसैले गोली हाल्न पनि सक्दैन कसैले बम हाल्न पनि सक्दैन यो कुरा पनि विश्वास गर्नु होला हामी अब पहिले यो गरेर उ गरेर लड्ने होइन भगवान मानेर कुलपितृ मानेर गएपछि उहाँले सलङ्ग डोर्याउनुहुन्छ ठिक ठाउँमा पुर्याउनुहुन्छ ठिक ठाउँमा हामी बस्न पाउँछौँ खान पाउँछौँ यति मात्र योभन्दा विकल्प केही पनि छैन अब त्यही भएर फेरि पनि हामी पुरानो बाबुबाजे जस्तो च्यातेर कपडा लगाएर हिँड्न नपरोस् खान नपाएर एक सुगामा हामी रोएर हिँड्न नपरोस् भन्ने दिन नहोस् भनेर यो गरेको सृष्टि हो मैले अहिले यो पूजा मेन यो पनि हो तपाईँहरूको पनि हो मेरो मात्र होइन सबैको तर मैले एउटा देखाउटी मात्र र मलाई ध्यानमा सत्यताको यो उसमा बस्दाखेरि दिनुभएको यो शक्ति थियो यो साँच्ची नै रहेछ भने मैले बुझिसकेँ र तपाईँहरूले पनि मैले भनेको कहीँ मात्र 1 महिना 2 महिना कुर्दै जानुहोस् त्यो दिन आउँदैछ नआउने भन्ने कुरा छैन अब सरकारले त हेर्दै जानुहोस् अब सरकारले कर्मचारीलाई पनि पाल्न सक्ने अवस्था छैन सरकारको भरमा नपर्नुहोस् कोही पनि देशको भरमा कोही पनि नपर्नुहोस् कुनै अमेरिका अस्ट्रेलियाको भरमा कुनै पनि पर्न पर्दैन कोही
मेरो माइकाला लाउरे बुढा मेरो माइकाला हो विदेश भनेर कसैले कमान्ड नगर्नु होला, पेन्सन भने नगर्नु होला। किनभने हामी अहिले हामी भरममा परेर देवीदेवलाई पुज्न नजानेर अहिले हामी करोडौँ लाखौँ हजारौँ औषधि खाएर मान्छे अहिले घायल रोगपट्टि भएको पनि कारण यसैमा छ। र हामीले तपाईँले 50,000 मातासित खर्च गर्नुभयो भने माताले 50 लाखको कारोबार पारिनेछ। तर मलाई दिन पर्छ भन्ने छैन, यो पैसा भगवान्कोमा नै जाने हो। र यो म सिद्धान्त बटाएको दिन पर्ने भनेको बिग्रेको मान्छेले दिने हो। किनभने कुलकुलेलाई नागबत्ती बाल्दाखेरि त्यो होइन है फेरि। र हाम्रो सिद्धान्त भनेको भगवान् यही हो है, तपाईँ धर्म कर्म गर्नुहोस् उखु गर्नुहुन्छ सधैँभरि तपाईँ यति भाग्यमा भगवान्। र फलफुल हामी आफै हुन्छौँ, हामी आफै स्वयं शिवजी पार्वती गणेश लक्ष्मी भएर हिँड्न पाइन्छ। कुलदेवी
सहयोग छ है सम्पूर्ण सहयोग गर्ने सरकारले भक्तको नामबाट सफल गरौँ दुःख कष्ट कहिले पनि नपरोस् तपाईँहरूलाई शरीरमा रोग कहिले पनि नलागोस् तपाईँहरूलाई तपाईँ जे सोचेर आउनुहुन्छ त्यो फिक्स तपाईँको तपाईँ सबै भएर तपाईँले पुरा गरौँ त्यो पनि भन्दा छ है यसो भेट लगिदिनुहोस् है 100 रुपियाँ भेट दिने कृपया 100 रुपियाँको लगिदिनुहोस् है म त्यो जग्गा घरबाट सहयोग गर्नको म अपिल गरेको छु सहयोग गर्नुहोस् ल माता पछाडि
प्लास्टिक निकालेर
यहाँ हानेर त्यो फोटो भेट्यो भेटेर पार छिर्नु अन्त अपेक्षा अपेक्षा सबै फेर बाबाले पुरा गर्नु है सुन आँखा सदल थापाको पाल्पातान्जी बढाएर सहितको साइकलको तपाईँलाई धेरै धेरै धन्यवाद अनि पाल्पासँग सफल रह्यो सुन रह्यो शिक्षा अनि पेश
Thank you.